सम्पूर्णमा नमस्कार। म यति बेला युद्ध स्मारिका स्थल भूमि छ महत गाउँ पूर्वी रुकुममा छु। हामी एउटा टिम नै छौँ सबैजना। म तपाईँहरूलाई यो युद्ध स्थलको बारेमा यहाँको सबै महत गाउँको बारेमा तपाईँहरूलाई यो छोटो भिडियो मार्फत जानकारी गराउन चाहन्छु र अन्तिमसम्म भिडियो हेरेर साथ दिनुहोला। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ एउटा हेलिप्याड हेलिकप्टर छ यस्तो अवस्थामा। अनि त्यसै गरी त्यसपछि म सबै कुराहरू देखाउँछु। एकजना यहाँनिर आर्मी यसरी गार्ड बसेको हतियार समाएर भन्ने कुरा यसरी देखिएको छ। यसको लगतै यहाँ पनि गार्ड बस्नको लागि यो बनाएको ठाउँ। अनि यहाँ पनि एकजना कर्मचारी अथवा यसरी एकजना आर्मी यसरी नै हतियारसँग यहाँ उभिएको यसरी देखाइएको छ। यसको सँगसँगै प्रहरी चौकीको रूपमा प्रयोग गरिएको छात्रावास भनेर लेखिएको छ। यो चाहिँ छात्रावास प्रहरी चौकीको। अनि यहाँ गार्ड आर्मी हुनुहुन्छ। अनि त्यसै गरी उताको यहाँनिर नजिक नेर एउटा स्कुल पनि छ। तपाईँहरूलाई म यो विद्यालय देखाउँछु। यहाँ पनि एकजना आर्मी हुनुहुन्छ। अनि त्यसै गरी यो विद्यालय रहेको स्थान। अनि त्योदेखि परतिर घरहरू जनजागृति माध्यमिक विद्यालय महतको यो क्षेत्र यो ठाउँ हो। अनि त्यसै गरी तपाईँहरूलाई अरू पनि देखाउँछु म। यहाँनिर यसरी मूर्तिहरू सबै यसको बारेमा विशेष गरी हामीले थाहा पाउनुपर्ने कुरा, हामीले जान्नुपर्ने कुराहरू त्यति पुरै नजाने तापनि यता पनि छ एउटा गाउँ महत गाउँ यो हो। महत गाउँको बारेमा यसरी व्याख्या गरिएको छ यो घरहरू बनाएर। अनि तपाईहरु देख्नुहुन्छ महत गाउँ तल छ। त्यहाँको वास्तवमा त्यहाँको विस्तृत जानकारी दिनको लागि यो क्षेत्र यहाँ बनाइएको छ। अब यहाँबाट देख्न सक्नुहुन्छ स्यान्ड मोडेल पिक्चर। यदि यहाँ भएका यिनी जनमुक्ति सेनाहरूमध्ये कतिजना शहीद हुनुभएको छ भन्ने कुरा, अनि कतिजना जीवित नै हुनुहुन्छ भन्ने कुरा हामीले खबर पाएका थियौँ। त्योमध्ये हामीलाई ट्याक्कै थाहा छैन कुन व्यक्ति जीवितको मूर्ति छ यहाँ, कुन हो भन्ने कुरा पनि हामीलाई जानकारी छैन। तर पनि तपाईँहरू माझमा यो भिडियो हामी बनाउँदैछौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यसरी यो मूर्तिहरू सबै तपाईँहरूलाई देखाउन गइरहेको छु। तपाईँ महत नआएको जतिले यसरी हेरेर तपाईँहरू यसको बारेमा जान्न सक्नुहुन्छ। यसरी हतियार समाएर बसेको, उभिएको सबै तपाईँहरू देख्न सक्नुहुन्छ। अनि यसै गरी एकजना हाम्रो दिदी आफ्नो बच्चासँग पनि यसरी खटिनु भएको कुरा हामी यहाँबाट यो मूर्तिद्वारा हामी देख्न सक्छौँ। हतियार पनि छ, उहाँको अगाडि बच्चा पनि छ। यसरी उहाँ सहभागी हुनुभएको थियो। जनमुक्ति सेनाहरू यसरी आफ्नो बच्चाहरू बोकेर पनि यो लडाइँमा, यो 10 वर्षको जनयुद्धमा उहाँहरू होमिनु भएको कुराहरू यसले अङ्कित गर्दछ। तपाईँहरूलाई यति नै जानकारी गराएँ अहिले। यसै गरी युद्ध स्मारिका स्थलमा यहाँको युद्ध हुँदाखेरि, यहाँ लडाइँ हुँदाखेरि यहाँको बारेमा केही जानकारी दिने यहाँ पनि एउटा स्मारिका तयार गरिएको रहेछ। यसमा देख्न सक्नुहुन्छ जो ठुलेराई यहाँबाट गिरफ्तार भएको कुरा हामीले समाचारमा, मैले त सुनेन, तर हाम्रो अग्रज अङ्कलहरू, हाम्रो बुबाहरूले सुन्ने गर्नुभएको भन्ने कुरा छ। अनि उहाँले पक्कै पनि ठुलेराई उहाँ नै हुनुहुन्छ होला, किनकि उहाँले आत्मसमर्पणको लागि हात उठाएर बाहिर निस्किनु भएको छ त्यो चौकीबाट। अनि अन्य मरेको वा शहीद भएको, शहादत प्राप्त गरेकोहरूले भन्ने कुरा पनि त्यो देखाएको छ। यसरी यो महतको बारेमा एकदमै महत्त्वपूर्ण जानकारी सके नसकी भए पनि मैले नजानेर भए पनि एउटा छोटो तपाईँहरू माझमा यो जानकारी दिनको लागि यो बनाएको छु। अन्तिमसम्म तपाईँले हेरेर साथ दिनुभएकोमा तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु। र हामी महत गाउँ
यहाँबाट देख्न सक्छौँ महत गाउँदेखि अलि माथिको यो ठाउँबाट यो डाँडाबाट तपाईँहरूलाई यो छोटो भिडियो बनाएर मैले प्रस्तुत गरेँ। अन्तिमसम्म हेरिदिनु भयो तपाईँलाई सम्पूर्णलाई विशेष विशेष धन्यवाद दिँदै म पनि छुट्टिन्छु। बाई।